साथीहरू, आज म तपाईहरुलाई एकदमै विशेष ठाउँ लिएर आएकी छु, पाटनको कुम्बेश्वर मन्दिर। ठाउँ मेरो लागि झन् खास छ, किनभने यही नजिकै मेरो जन्म भएको हो। आज म तपाईहरुलाई यो मेरो जन्मस्थल नजिकै भएको ऐतिहासिक र पवित्र स्थलले देखाउन आँटेकी छु। साथीहरू, के तपाईलाई थाहा छ कुम्बेश्वर मन्दिर युनेस्को विश्व सम्पदा स्थल घोषणा गरेको पाटन दरबार क्षेत्र भित्र नै पर्छ। यो मन्दिर पाटन दरबार क्षेत्रबाट केही मिटर हिँडेर उत्तरतिर जाँदा यही कुम्बेश्वर मन्दिर पुगिन्छ। कुम्बेश्वर मन्दिर ललितपुरको सबैभन्दा पुरानो मन्दिर मध्ये एक हो। यो मन्दिर 14औं शताब्दीमा राजा जयस्थिति मल्लले बनाउनु भएको मानिन्छ। सोच्नुहोस् त, यो मन्दिर करिब 600 वर्ष भन्दा पनि पुरानो छ। हेर्नुहोस् साथीहरू, यो मन्दिर 5 तल्ले प्यागोडा शैलीमा बनेको छ। नेपालमा यस्ता 5 तल्ले मन्दिर धेरै कम छन्। अर्को प्रसिद्ध 5 तल्ले मन्दिर भनेको भक्तपुरको न्यातापोल मन्दिर हो। यस मन्दिरलाई कुम्बेश्वर महादेव र सर्वेश्वर महादेव पनि भनिन्छ। यहाँ भगवान शिवजीलाई समर्पित गरिएको मन्दिर हो। र हेर्नुस् त, अगाडि बसेको नन्दी शिवजीतिर हेरेर बसेको छ, कति प्यारो लाग्छ है। साथीहरू, यो ठाउँ त एकदमै देवी देवताहरूले भरिएको ठाउँ हो। यहाँ बगलामुखी माता, उल्मुन्त भैरव, गौरीकुण्ड, आरती माता, मनकामना, केदारनाथ, बद्रीनाथ सबैका मन्दिरहरू छन् र पवित्र हिटी पोखरी पनि छ। धेरै मानिसको विश्वास छ कि यी पोखरीको पानी गोसाइकुण्डबाट आएको हो। त्यसैले जनै पूर्णिमाको दिन यहाँ स्नान गर्न आउँदा गोसाइकुण्ड स्नान गरेको जस्तै पुण्य मिल्छ भनिन्छ। अब हामी बगलामुखी मन्दिर तर्फ जाँदैछौ। बगलामुखी माता नेपालको एक प्रसिद्ध शक्तिपीठ मानिनुहुन्छ। विशेष गरी बिहीबारको दिन यहाँ दर्शन गर्न ठूलो भिड लाग्छ। मानिसहरूको विश्वास अनुसार बगलामुखी माताको दर्शनले मनोकामना पूरा हुन्छ।
बङ्गलामुखी मातालाई पीताम्बरी देवी पनि भनिन्छ। साथीहरू, कुम्बेश्वर क्षेत्र केवल मन्दिर मात्र होइन, यो त संस्कृति, इतिहास र आस्थाले भरिएको जीवित सङ्ग्रहालय जस्तै हो। यहाँ आएर शान्त मनले घुम्दा मनै आनन्दित हुन्छ। मेरो जन्मथलो नजिकै रहेको यो पवित्र र ऐतिहासिक स्थान तपाईहरूलाई देखाउन पाउँदा मलाई धेरै खुसी लाग्यो। यदि तपाईँ पाटन आउनुभयो भने कुम्बेश्वर मन्दिर घुम्न नबिर्सिनु होला।